13 सदस्यीय समिति गठन भएको थियो, तर त्यो समिति बन्ने बित्तिकै कोरोनाको कारण सफल हुन सकेन। फेरि पुनः 2080 माघ 5 गते मेरो अथवा भुमलाल श्रेष्ठको अध्यक्षतामा 9 सदस्यीय समिति पुनर्गठन गरी सङ्घलाई तपाईहरुको साथ सहयोगले अगाडि बढाइरहेका छौं। अहिले खेलाडीहरू यस रूपन्देही हाकिम संघको दर्ता किताब अनुसार फुटबल हाकिम रोजाङमा न्यू दुर्गानगरमा 17 जना, धर्मपुर हाकिम रोजाङमा 65 जना, नाइगल हाकिम रोजाङमा 125 जना र मधुरा हाकिम रोजाङमा 40 जना गरी कुल जम्मा 313 जना खेलाडीहरू रहेको। तर विभिन्न बोर्डिङ स्कुल विभिन्न कार्यालयले गर्दा परीक्षा चलिरहेको कारणले आज उपस्थिति न्यून देखिएको छ। सम्पूर्णलाई हालसम्म निशुल्क परीक्षण दिँदै आइरहेको पनि यहाँहरु माझमा जानकारी गराउन चाहन्छु। यी साना साना नानी बाबाहरूको भविष्यका तारा हुन्। यी खेलाडीहरू राष्ट्रका गहना हुन्। टोल वडा नगर प्रदेश तथा राष्ट्रका नाम राख्ने यिनै खेलाडीहरू हुन्। यिनीहरूको भविष्य र हौसलाको लागि प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र अरूले हौसलाको लागि हल खेलका सामानहरू खरिद गर्न केही बजेट